हेलो नमस्ते सबैजनामा। आज फेरि नयाँ भिडियो लिएर आएको छु। यो चाहिँ केही दिन अगाडि वैशाखको 12 गते चाहिँ हामी म लगायत मेरो सबै ठुलो मम्मीहरू मिलेर म चाहिँ चन्दागिरी लाखपत्ती बाल्न गएको थिएँ। त्यो लाखपत्ती बाल्न जाँदाखेरिको केही भिडियोहरू थियो, त्यही एडिटिङ गरेर हाल्दैछु। यसमा चाहिँ हामी सानो ट्रिप जस्तै गरेर गएको थियौँ। बिहानै गएर बत्ती भिजाएर अनि बत्ती बालेर एकछिन बत्ती नजलुन्जेलसम्म, राम्रोसँग नजलुन्जेलसम्म पूजाआजा गऱ्यौँ, भिडियो बनायौँ, गीत गायौँ। अनि त्यसपछि त्यहाँ बत्ती भिजाउनलाई र पूजा गर्नलाई नै टाइम लाग्दो रहेछ। अनि त्यसपछि हामीले चाहिँ पूजासुजा गऱ्यौँ अनि बत्ती घुमाएर अनि त्यसपछि लाखपत्ती 1.25 लाख बालेको थियौँ हामीले चाहिँ। अनि त्यसपछि त्यो चाहिँ 5वटा उमा भयो के भन्छ अरे 5वटा माटोको भाँडामा बाल्यौँ है। त्यो 5वटा बाल्दाखेरि चाहिँ हामीलाई धेरैजना चाहियो नि त। 6 जना थियौँ हामी घुम्ने। अनि उ गर्दाखेरि चाहिँ भिडियोहरू बनाइदिने मान्छे चाहिँ भएन के। सबैजना कोही पानी ल्याउन, कोही पूजा गर्न, कोही के भन्छ अरे बत्ती भिजाउन, बत्तीलाई फुकालेर दिन, उ गर्दाखेरि टाइम लाग्यो। अनि त्यहाँ फेरि स्मल पार्क पनि छ नि त, त्यहाँ खेल्ने गेम जोन पनि छ नि त। त्यही भएर मेरो छोरी चाहिँ उहाँ मस्त खेल्दै थिइन्, चिप्लिटी खेल्ने रे, आफूले नसकेको गेमहरू पनि खेल्नलाई उ गरेर एकछिन छोरीलाई खेलायौँ। अनि त्यसपछि ऊ चाहिँ खेलेर रमाउँदै हिँड्यो। म प्लेनमा बसेको आमु प्लेनमा भन्दै खेल्दै उ गरेको थिएँ। अनि बेसरी घाम चर्को थियो क्या, घाम चाहिँ बेसरी चर्को थियो, हावा चाहिँ लागिरहने, चिसो पनि थियो। तर दिउँसो चाहिँ खासै चिसोको महसुस भएन। जब बेलुका हुँदै गयो तब चाहिँ चिसोको। यो रोप गेम चाहिँ मेरो छोरीले अलिक खेल्न जान्दिनन् के, अलिक खेल्न जान्दिनँ। अनि उसलाई चाहिँ यो सिकाउनु पर्छ, हेल्प चाहिन्छ। त्यही पनि ट्राई गर्दैछिन्। माथि क्लाइम्ब गर्न पर्ने हो के अरे, अब क्लाइम्ब गर्न चाहिँ अहिले सक्दिनँ। अनि त्यसपछि हामी एकछिन नचाह्यौँ, स्पिकर अनि त्यसपछि खाजाहरू लिएर गएको थियौँ हामीले। अनि त्यसपछि खाजासाजा खाएर एकछिन छोरीलाई नचाह्यौँ। अनि त्यसपछि नचाहेर ऊ छोरी नाच्दैछिन्। अनि उहाँ मेरो बहिनीलाई पनि नाच्न मन लागिरहेको थियो। त्यहाँ चाहिँ मान्छे भएर लाज लागिरहेको थियो। अनि त्यही भएर छोरी चाहिँ लाज अलिअलि मान्दै नाच्दै गरिन्। छोरी खासै ऊ त जान्ने त होइन, तर मन लाग्यो भने चाहिँ राम्रो नाच्छ, मन नलाग्यो भने चाहिँ नाच्दिनँ। त्यसै हल्ले नहुँदै जाने, केटो हेरे भन्दै नाच्दै गरिन्छ। मुख चाहिँ गीत चाहिँ आफैले गाउँदै आफैले उ गर्दै गर्छिन् है। अनि एकछिन नचाह्यौँ। अनि फोटो खिच्यौँ। फोटो मेरो ठुलो दिदी, ठुलो मम्मी, छोरी, माइली दिदी र म, हामी 3 जना, मम्मी म, कञ्चन भनौँ न, कञ्चन र म। सिमरनको र मेरो चाहिँ फोटो नरहेछ है, कान्छी बहिनीको र मेरो चाहिँ फोटो नरहेछ। अनि त्यसपछि हामी सबै ग्रुपमा चाहिँ छ, तर उसको र मेरो चाहिँ नरहेछ है। उहाँभित्र शिवलिङ्गको फोटो चाहिँ खिच्न पाइँदैन रे, त्यही पनि एउटा 2टा रहेछ है पूजा गर्नुभन्दा अगाडि। अनि यो चाहिँ केवल कालको भिडियो, फोटो सेसन गर्दैछिन्, मेरो छोरी हेर्दैछिन्। अनि हामी चाहिँ रमाइलो गर्दै घरतिर बेलुका साँझ 6 बजेतिर चाहिँ हामी बेलुका भइसकेको थियो आउँदाखेरि। अनि त्यसपछि रमाइलो गर्दै फर्कियौँ। हजुरहरूलाई पनि यो भिडियो हेरेर रमाइलो भयो भन्ने आशा गर्दछु। हस्त धन्यवाद। धेरै माया गर्नुहोस् ल मेरो भिडियोमा।
छोटो मिठो छोरीको डान्स हेरेर। बाई बाई।